मेरो दादा नै हो कि फुटाउने पहिला तल पनि अनि के टिभी नि हो फुटाउनु न हजुरहरु ल ठिक हो साम्पाङ सर ठिक छैन हजुर आमा अच्छा छ के छ भनिदिनुहोस् त यो चाहिँ नि भन्नु अहिले अलिक आएको छैन आएको छैन हजुर भरे बेलुकातिर आउँछ अलिअलि के भन्छ चाहिने औषधि लिएपछि हजुर हजुर ओके ल ब्याट्री बेगर अलिक हुँदैन ब्याट्री बेगर अलिक चल्दैन आवाजहरू शब्दहरू निस्कँदैन नि त ल साथीहरू ठ्याक्क अहिले चाहिँ उहाँहरूलाई काम गरेपछि गल्नुहुन्छ भनेर हाम्रो चाहिँ नि प्रिय भाइ लुमेश राईले चिसो खानलाई चिसो अनि भित्र गएर तातो खानलाई तातो भन्ने तातो यसरी खाँदै हुनुहुन्छ मान्छे गोडा 5 गोडा मात्रै भएको छ भरे हिसाब आइहाल्ला आउँछ नि जति आइहाल्छ चिज चाहिँ गजबको छ है मालै छ नि अझै खान्छ अब जाँदैछ अल्ला 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 अब भएको 9 किलो यो किलो चाहिँ बिर्सिनु भयो 12 गर्नु हुँदैन के किनभने यो भनेको 12 हालौँ न चलन भान्जा के साह्रो बिर्सेको 12 छैन हाल्दिनु 18 भइसक्यो त 18 किलो भयो नि त 18 ठिकै छ ल 18 दिन 21 हो 21 2 23 उति परको होला नि त त्यो पनि हो ल साथीहरू उहाँ चाहिँ त भुटन बनाउँदै हुनुहुन्छ यो चाहिँ हाम्रो फेरि गाउँघरमा निःशुल्क प्रदान गर्ने गरेको छ यो चाहिँ विशेष भुटनको लागि चाहिँ मेरो प्रिय भाइ विनोद राई हाम्रो ज्वाइँ साहब यता खेमराज भाइ लागिराख्नु भएको छ हाम्रो राबुले ज्वाइँ होइन हजुर हाँसिदिनुहोस् ठिक छ नि हजुर ल साथीहरू यसरी यता भुटन टिम लागिराख्नु भएको छ भने परतिर चाहिँ अन्य साथीहरू एकदम राम्रो खालको तरकारी कसरी राम्रो बनाउन सकिन्छ भनेर उहाँहरू पनि लागिराख्नु भएको छ रागो साउलाई त राम्रै भयो त कति पो पालेको डब्लिने रहेछ नि त मल पनि भयो राँगा किनेर पाल्नु पर्ने रहेछ फाइदाको लागि त ल 34 भइसकेको छ माइजू 35 हुने सम्भावना आधा किलो पनि छ नि त अब फुर्किनु आउँदै उचाल्नु बाँकी छ आफै भनेको मैले भने ल उहाँले चाहिँ यसो छोर बहुत तरकारी वितरण गर्दै हुनुहुन्छ अझै पुगेन लगाइदिउँ खमा बुढालाई होइन लाने रगिन बिग्रह भयो थाहा छैन आधा किलो है
1 किलो गर्छु पाउन सक्यो 1 किलो अनि मासु सबै सक्नु अनि जम्मा चाहिँ 1 किलो बढाएको नै झर्दै जान त फेरि गर्नु 1 किलो भा भइगयो हैन त होइन आधा किलो भन्दै हुनुहुन्छ 1 किलो गरिदिन पाउन सक्यो ल साथीहरू अब चाहिँ हाम्रो भान्सा हुनु आँटेको छ साथीहरू यसरी चट्ट चाहिँ नि हात धुँदै हुन्छ हात सफा गर्दै हुनुहुन्छ भने यता चाहिँ हाम्रो बहिनीहरूले तरकारी ल्याउँदै हुनुहुन्छ चन्द्र सर ठिक छ नि होइन अब खाना लाग्यो ल हस् आजको मोटामोटी कार्यक्रम केही राख न म हस् हजुर हस् ल अब यसरी चाहिँ नि कार्यक्रम सुरु हुन्छ सुरु हुन्छ हैन अब भइसक्यो यी ल यता साम्पाङ अविराज साम्पाङ मेङराज खालिङ अनि चाहिँ नि विनोद राई टम्बर बस यसरी चाहिँ नि साथीहरू यता भान्सामा लाग्दै हुनुहुन्छ खाना सुरु गर्नुभयो भने यता पनि हुनुहुन्छ ल हाम्रो साथीहरू ल है मामा ल है हजुर साइला ल ल चलाउँ 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 दाइहरूलाई पनि हात दिनु भयो रोहन पनि हात धोएर खाना खानु जाने नि घरभित्र बस्ने मजाले हात धोएर पलुम्पा ठिक छ नि हजुर सन्द्रे त आउनु उयोबाट बस आउनु न म आउँछु म अलिकति क्लिप लिँदैछु म त्यहाँ आउँछु भान्जा अविराज साम्पाङ आस्ते आस्ते है नाति है यता चन्द्र दाईलाई बिस्तारै उठ्नु नि अब हाम्रो कार्यक्रम मोटामोटी के छ सामानहरू भोलि जुटिहाल्छ त्यसै गर्नु नानी उति ल्याऊ है त्यसै गर्नु ल भान्जा ठिक छैन होइन जेन जेर सबै स्कुलतिर ठिकै पनि छ सुरु गरौँ ल चन्द्र सुरु गरौँ